पिसाबको संक्रमण सुन्दाखेरि साधारण लाग्ला, तर पिसाबको संक्रमणलाई हामी कहिले पनि हल्कामा लिनु हुँदैन। किन हल्कामा लिनु हुँदैन? पिसाबको संक्रमण त हो नि, यसले के नै गर्छ भनेर धेरै बिरामीहरूले हामीलाई भनिराख्नुहुन्छ। संक्रमण भयो के गर्ने? औषधि खाइहाल्नुपर्छ कि पानी नै खाएर बसौँ कि भन्ने कुराहरू धेरै बिरामीको मुखबाट हामीले सुन्छौँ। र हामी डराउनु पनि पर्दैन, आत्तिनु पनि पर्दैन। पिसाबको संक्रमणको दुईटा बाटो रहेछ। एउटा बाटो पिसाबको संक्रमण भइरहेछ तर तपाईँलाई कुनै लक्षण छैन, साइलेन्ट किलर पनि हुन सक्छ। संक्रमण भइरहेछ तपाईँलाई केही समस्या छैन भनेपछि के गर्नुहुन्छ? तपाईँ डाक्टर कहाँ त जानुहुन्न, घरमै बसिराख्नुहुन्छ। अब पेट दुख्यो भने त मान्छे रकेट जस्तो डाक्टर कहाँ दौडेर जान्छ। दाँत दुख्यो भने त मान्छे सहनै सक्दैन अनि डाक्टर खोजिहाल्छ। तर पिसाबको संक्रमण हुँदाखेरि त्यस्तो दुख्ने हुँदैन। मान्छे त आराम गरिरहेको हुन्छ, बसिरहेको हुन्छ। अब पिसाबको संक्रमण छ भन्ने उसलाई थाहा पनि हुँदैन र त्यसले उसलाई केही अप्ठ्यारो पनि पारेको हुँदैन। त्यही भएर मान्छे घरमै बसिरहेछ। अनि त्यो संक्रमणले के गर्छ त? पिसाबको संक्रमण यदि त्यो पिसाबको थैलीसम्म मात्र छ भने हामी आत्तिनु पर्दैन, अवश्य पनि हामी आत्तिनु पर्दैन। तर पिसाबको संक्रमण माथि उकालो लाग्दै हिमाल चढ्या जस्तो, पहाड चढ्या जस्तो किडनीसम्म पुग्यो र किडनीमा इन्फेक्सन भयो भने त्यसपछि महाभारत हुन सक्छ, खतरनाक हुन सक्छ, जसलाई चाहिँ हामीले पिसाबको संक्रमण किडनीसम्म पुग्यो भनेर हामीले भन्छौँ। र त्यही संक्रमणबाट चाहिँ हामी जोगिनुपर्छ, आफूलाई बचाउनु पर्छ। र त्यही भएर हामीले के भन्छौँ भन्दाखेरि यदि तपाईँ मधुमेह रोग हुनुहुन्छ, मधुमेहको रोगी हुनुहुन्छ र तपाईँलाई पिसाबको संक्रमण भइरहेको छ र अर्को ध्यान दिएर सुन्नु होला, म एउटा बिरामीको उदाहरण दिन चाहन्छु यो पिसाबको संक्रमणको बारेमा। केही वर्ष अगाडि म कहाँ एकजना बिरामी आउनुभयो। उहाँ बिरामी म कहाँ कसरी आउनुभयो भन्दाखेरि उहाँ चाहिँ पिसाबको चुइने समस्या लिएर चाहिँ फिजिसियन डाक्टर कहाँ जानुभएको रहेछ। अनि पिसाब चुइरहेको छ भनेपछि फिजिसियन डाक्टरले म युरोलोजिस्ट कहाँ रिफर गर्नुभयो। अनि म कहाँ आउनुभयो। उहाँको उमेर त्यस्तै एक्ज्याक्टली त मलाई अहिले सम्झना छैन, त 60-65 जति होला। अनि उहाँसँग छोरा पनि आएको रहेछ। अनि मेरो कोठामा आउनुभयो। अनि मैले जाँच्नु बुझ्ने काम गरेर अनि मेरो पिसाब चुइरहेको छ र मलाई मधुमेहको पनि रोग छ भनेर उहाँले भन्नुभयो। यति सुन्ने बित्तिकै मैले के भने भन्दाखेरि यो जाँचहरू मैले लेखिदिएको छु, तपाईँले यो जाँच गराउनुहोस् अनि मलाई अहिले तुरुन्तै भेट्नुहोस्। उहाँले के भन्नुभयो, हैन डाक्टर साहब, मेरो पिसाब चुइने मात्र समस्या हो, यसलाई के गर्नु पर्दैन, म यो जाँच आज अलि हतार छ, भोलि आएर गराउँछु। अनि मैले के भने भन्दाखेरि हैन, यो पिसाब मधुमेहको रोग पनि छ, तपाईँलाई डायबिटिज पनि छ, पिसाब पनि चुइरहेको छ, यसलाई मैले साधारण रूपले लिन सक्दिनँ। तपाईँ एकचोटि यो जाँच अहिले नै म तपाईसँग हिँडेर ल्याबमा भनिदिन्छु, चाँडै जाँच लिदियोस्। अनि जाँच दिएर मात्र तपाईँ एकछिन वेट गर्नुहोस्, रिपोर्ट पनि आइहाल्छ। कल्चरको रिपोर्ट आउन त लाग्ला केही समय, तर तपाईँ यो जाँच कमसे कम दिनुहोस् भनेर मैले भने, रिक्वेस्ट गरेँ। त हुन्छ उहाँले भन्नुभयो। अनि मेरो ओपिडीबाट बाहिर मात्र निस्किनु भएको थियो, उहाँ चाहिँ बेहोस भएर लड्नुभयो। लडिसकेपछि उहाँलाई
अब हस्पिटलभित्रै हुनुहुन्थ्यो, भएपछि हामीले बोकेर इमर्जेन्सी लग्यौँ, इमर्जेन्सीमा डाक्टर साहबहरूले हेर्नुभयो, अनि त्यसपछि आइसियु लग्यौँ, अनि पिसाबको इन्फेक्सन पुष्टि भयो, समयमै एन्टिबायोटिक सुरु भयो इम्पेरिटिभली, अनि त्यो मान्छे उहाँ महिलालाई चाहिँ हामीले जोगाउन सफल भयौँ। अहिले पनि उहाँको छोराले, परिवारले, डाक्टर साहब तपाईँको कुरा हामीले नमानेको भए, घर गएको भए हामी कलङ्की बस्थ्यौँ, अब कलङ्कीबाट एम्बुलेन्सले ल्याउँदा ल्याउँदै ढिलो भइसक्थ्यो होला भनेर भन्नुभयो। त्यही भएर म जति पनि मेरा साथीहरू जो सुनिरहनु भएको छ, यदि तपाईँको परिवारमा डायबिटिज छ र पिसाबको सङ्क्रमण छ भने त कसै थाहा हुन्छ, थाहा हुँदैन, पिसाब चुइरहेको छ, लिकेज भइरहेको छ भने, पिसाब फुत्किरहेको छ भन्ने के बुझ्नु पर्यो भन्दाखेरि यो पिसाबको सङ्क्रमण साधारण होइन, यसलाई तुरुन्त जचाइहाल्नुहोस् र जचाएर यसको रोकथामको उपायहरू चाहिँ खोज्ने बाटोमा लाग्नुहोस्।